हेलो साथीहरु, जय मसी हजुरहरुलाई। आज चाहिँ हामी फेरि लामाटिङ सेवा जाँदैछु। यहाँबाट चाहिँ म जाँदैछु, पापा जानुहुन्छ अनि बहिनी चाहिँ जानु भएन आज, अनि अरु माथि हुनुहुन्छ। म चाहिँ यहाँबाट हिँडेर जाँदैछु। आज चाहिँ बिहिबारको सेवा हैन, आज चाहिँ म के भन्छ सोमबारको सेवा हो कि, अन्त चाहिँ सोमबार पनि सेवा हुन्छ भन्छ ल। सोमबार चाहिँ कि आज चाहिँ परनी र लोकल सेवा उयो गरिदिने भएर चाहिँ जाँदैछ हामी यहाँबाट। अन्त त्यति साह्रो छैन, 4-5 जना हुन्छ ल। अनि म चाहिँ यहाँबाट जाँदैछु। बाटो छ, ए गली पुरा यी बाटो जस्तो छ। बित्थामा यो बाटो आइसु, झारै झार। फाइनली म चाहिँ यहाँ फाइनली के भन्नु पुगेको त छुइनँ। यहाँ आइपुगेँ। नाना यहाँ हुनुहुँदो रहेछ है, नाना फोटो खिच्नु हुँदो रहेछ यहाँनिर। यहाँबाट उकालो लाग्दैछ अहिले। मानी डाँडा पुग्नु त अलिक बहुत छ यहाँनिर चाहिँ। अन्त चाहिँ यस्तो दाजुको घर हो यो, दामी छ। अन्त चाहिँ हामी चाहिँ लाग्यौँ अब गल्यो आइ कहिले पुग्नु। अहिले चाहिँ यहीँ तल झुन्डिरहेको छु न, मानी डाँडा झै त पुगिसकेन। बहुत गरम छ यहाँ दाजु भने चाहिँ। आया मामी बल्ल यहाँ आइपुग्यो हामी चाहिँ। ओरियो हामी चाहिँ सेवा जाने डाँडा चाहिँ यो डाँडा है। ब्लू कलरको देखिरहेको छ नि, त्यो चाहिँ सेवा घर हो, चर्च हो। यहाँ चाहिँ पुग्नु पर्छ हामी। यहाँबाट हेर्दैन टाढो छ, टाढो। यसलाई भन्छ मामरुङ माने डाँडा हो कि। यहाँ चाहिँ फोटो खिच्ने प्लेस दामी छ। त्यसले भने चाहिँ के भन्छ, के खोला सातबारी हो यस्तो छ यहाँ चाहिँ। माने डाँडा घाममा त अझै देख्छ। कस्तो छ सिन जस्तो छ यहाँको चाहिँ। हामी चाहिँ सबैजना यहाँ आएर बसिरहेको छ। अब चाहिँ हामी यहाँबाट उता तेर्सो लाग्नु पऱ्यो। एयरपिन मैजू पनि आउनु भएछ। भाइरस मैजू आज भाइरस गरिदिनु। ब्रान्डेड बहिनी, ब्रान्डेड भनेको ब्रान्डेड अब सबै यहाँबाट जाने हिँडेर हामी चाहिँ आज ब्रान्डेड छैन। हामी चाहिँ अब फाइनली हिँडिसक्यौँ। हामी यहाँनिर उता जाँदैछ। हामी कतिजना रहेछ, 1 जना 2 जना 3 जना 4 जना 6 जना रहेछ। दामी भाइरस भन्छ। भाइरस यस्तो हिँड्नुपर्छ। आम्मामा घाम लाग्यो, दामी घाम लाग्यो। बिसाको एकछिन देरीका मर्यो। कस्तो भयो आज गरम? बाटो यस्तो छ। बाटोको बारेमा अलिक के भनिदिनु नि। बाटो माग्नु नि सरकारलाई, सिमेन्टेड गरिदिनु हुनु नि। यहाँ हामीलाई सुविस्ता चाहियो भन्नु नि है गाइस। पुरा यहाँ अहिले गरम छ हो गाइस। यहाँ चाहिँ हिँड्दै चाहिँ पसिन भइरहेछ। पर पुगिसक्यो। यहाँबाट अन्दर लड्यो भने त ट्रेनमा पुल्टिन एक्स्ट्रा पकेट भन्ने पुल्टिन हुन्छ भन्ने। हामी चाहिँ यहाँ यति एक दिन सेवा आउँदा कस्तो साह्रो पर्छ कि। साह्रो परबाट सम्झिँदा एक्लै यस्तो आइतबारै पछि आउनुहुन्छ। यहाँबाट हिँडेर जानुपर्ने हुन्छ।
चण्डे पछि कस्तो टाढो छ घर, तर पनि आउनुहुन्छ प्रभुको लागि, सेवाको लागि यति दुःख गर्नुहुन्छ। हामी चाहिँ एक दिन हिँड्दै यहाँ असिन पसिन भइसक्यो नि। मेरो त हालत यस्तो छ, गरम काम गर्दैन। पेट्रोल पनि सानो बोकिसकेको थियो कि अया मरे गाइस, म खाएर गाइस भएँ। यहाँ आइपुग्यो, यसलाई भन्छ रुङ्दु। रुङ्दु हो, तल देख्देको सागबारी बामतिङ अलिअलि देख्दैछ। अनि चाहिँ यहाँबाट चाहिँ अब झर्दैछ। ओह्रालो पनि छ, बाटो पनि खतरा खतरा छन्। ओह्रालो उकालो तेर्सो रोड आइपुग्यो। कसले किन्यो छ? भाइरसले? भाइरस म आएको भाइरस रोजन सरले किनिदिनु भयो। अच्छा दोकानबाट बाहिर निस्केर मिठी खान्छ। ल्याउनु गएको मान्छेहरू त्यतै कोक खाँदै भुलेको भर्खर आउँछ। खानु पाएपछि त हेर्नु झुत्ता परेर एक बोतल कोक छ है। हुन्छ हामी मात्रै यहाँ आइपुग्यो। हामी चाहिँ ओह्रालो झऱ्यो। अब रोडदेखि ओह्रालो। यहाँ चाहिँ मैले पहिला पनि पुरा हालेको छु यहाँको उयोहरू चाहिँ भिडियोमा। त आज चाहिँ त्यति छ र यो चाहिँ तिम्बुङ भन्ने जग्गा, तिम्बुङ हुन्छ। यो बाटो त मैले पहिला पनि देखाउनु त देखाएको छु सबैलाई। गाइड गर्छ हामीलाई, यसले हामीलाई पुऱ्याउँछ परसम्म, ल्याउनु जान्छ पुऱ्याउँछ। ए हाम्रो गाइड जहिले आउँछ हामीसँग। मासु पर्दैछ, मासु किचनमा। भान्सेम्यान हो यो चाहिँ, कुकम्यान। यो जहिले हाम्रो कुकम्यान हो नि। आजसम्म यो भिडियो बनाएको मैले यहाँनिर कि यस्तो देख्छ। अफसोस कि बात म चिकन खाँदिनँ नि। अर्ग्यानिक आगोमा पकाउने बिचरा जस्तो दुःख गरेलाई प्रभुले आशिष दिन्छ नि त। प्रभुले आशिष दिनुहुन्छ। सर्वशक्तिमान प्रभु आएका छौ समीप तिम्रो, धन्यवाद दिन्छु नजानेको र नसोचेको प्रकाशमा प्रकट गर्छु, नजानेको र नसोचेको प्रकाशमा प्रकट गर्छु। निराश नहो प्रार्थना प्रभु आज छुट्टी नमिलेको कारणले गर्दाखेरि छोरा आफै बिमारी अवस्थामा थोरै यसरी बाटो निकालेको कारणले गर्दाखेरि आज आउन नसक्ने अवस्थामा आज छुट्टी नभएको कारणले गर्दा कमजोरता दुर्बलताको साथमा प्रभु तपाईँको सङ्गति नै गर्न सक्ने मान्छे, प्रार्थना गर्न सक्ने मान्छे प्रभु आज अयोग्यलाई यस स्थानमा हजुरले तयारी गर्नुभएको छ। मलाई धर्नुहोस् अनि पवित्र गर्नुहोस्। प्रार्थना बिन्ती छ
प्रभुजी मेरो सारा ठुलो अपराध मलिमता दुर्बलताको भएको हजुरको चरणमा मानिदिन्छु हजुरको आफ्नो क्रुसमा बगाउनु भएको रह्यो परमेश्वरले राखिदिएको समय चाहिँ आफ्नो अगाडि आइदिएको बेला हामी एकै निमिष तपाईँ ईश्वरले तिनीहरूलाई तिनीहरूसँग रेस्ट ठाउँमा आइपुग्नुभयो र चेलाहरूलाई अलिक परामा गएर गरिन्छन् त्यो समयमा पक्रिनको निम्ति सबै पक्राइदिने मान्छे र उहाँले चाहिँ सिक्का रोप्ने विषय है कति 30 सिक्कामा त्यो जग्गालाई के भन्छ खुनको जग्गा भनिँदो रहेछ है त्यो जग्गामा अहिलेसम्म पनि जस्तै ढलाइ गरेको जग्गामा झार नउम्रेको छ त्यो जग्गामा अहिले पनि झार पनि उम्रेको छैन भन्छ हो त्यो जग्गामा माथि नाम्चीको यता हाम्रो यो डिके सरोवर पुगेर पनि आएको छ हेरेर पनि आएको छ त्यो जग्गा एकदम त्यस्तै यो ढलाइ गरेर पलिस गरेको जस्तो छ अरे अझै केही उम्रिँदैन त्यो जग्गा हो सङ्गतिको लागि सालिन मण्डली अनि आफ्नो दास सेवकहरूको माध्यमद्वारा तपाईँको प्रतिको दर्शन र प्रार्थना साथै हुनुहुन्छ तपाईँको छोराछोरीलाई पनि साथै होस् फेरि पनि भयो सबै कुरा पनि दिए तपाईँले नि आशिष दिनुहुन्छ तर भन्नुभएको छ शान्ति भेट पनि भयो तपाईँको कामहरू तपाईँले नि पुरा गर्नुहुन्छ यो जग्गामा तपाईँले फेरि पनि छोडेर समयको बिते चाहिँ हामी एउटा फोटो खिच्नुपर्छ पस्की बात छिटो रात परिसक्यो खान्छौँ हामी प्रभु येशूकै नाममा पिउँछौँ हामी प्रभु येशूकै नाममा खर्चिएका यी प्रदानहरूमा प्रभुजी आशिष देऊ हालेलुया आमेन। मेरो टिप्दैन यो सब्जी त अर्को यो सब्जी त अर्को सेवामा आउँदासम्म लाग्छ त के कालमा लडक्कै भएछ मान्छे गाइस पछि हामी खाना खाएर घर लाग्नु आँट्यो कति बजी अन्जन अहिले चाहिँ बज्यो रातिको 6:40 कस्तो लाग्यो मान्छे दामी लाग्यो के दामी लाग्यो 6:00 उकालो सिधा 6:07-8 बज्छ आज चाहिँ भुजले खान्छ त्यो विशेष चाहिँ खाँदैन बाहिर छ नि साडी बल्दो बन्द छ कि बहिनी अन्जन सुसमरको मिलमिलापको जुत्ता भनेर भएको टालेको जुत्ता लगाएर आएर यही हो भनेर देखाएर नि हामी गएको सेवासी अब चाहिँ हामी बाटोमा भेटौँ होला उकालो जाँदाखेरि सेल्फी होइन भिडियो पनि बनाएको पढ्दैछ है पढ्दैछन् अब चाहिँ हामी गएको नुनका चन्का भएको
त्यसको बिउ लानु पर्छ एकदिन सयपत्री। हामी चाहिँ अब यहाँबाट उकालो लाग्यौँ, यस्तो राति छ, 8 बज्न आँटेको छ अहिले भने चाहिँ 7 फिलहाल। अन्त हामी चाहिँ जाँदैछौँ यसरी 7 बजेर 42 मिनेट जानु परेको छ। 7 बजेर 42 मिनट गयो। यस्तरी जाँदैछ हामी चाहिँ यहाँनिर पानीझरीमा। चाहिँ अँधेरो नअँधेरो चौतारा बल्ल बल्ल आइपुग्यो। यस्तो तलबाट आएको हुन्छ चाहिँ यहाँ चौतारामा बिसाएर अब चाहिँ जाँदैछन्। पानीले राम्रै देख्दैन रहेछ भिडियो गरेकोहरू। चिप्लो मी बाटो त वाइट कुर्ता त मेरो त आज सर्वनाश हुने रहेछ नि। यस्तो छ हालत चाहिँ लुगाको मजाको भयो मजाको। यस्ता बाटो छन् रातिको सिन। रस्ती चाहिँ खतरा छ नि त, ल पुगिन्छ ल। यो बाटो राति चाहिँ कहाँ जान्छ नानी थाहा छैन, दिनभरि चाहिँ हुन्छ हुँदैन। यही बाटोको ढुङ्गा चाहिँ फुटाएर लडाइदिनु नि। यहाँबाट चाहिँ हामी छुट्टियो अब यता उँधो। कताबाट जाने यताबाट? बाटोको हालत चाहिँ यस्तो छ। जाने होइन त खुट्टा गलेन त। हामी घरमा हट्यौँ। हालत छ जिन्दगीमा। यो पनि हाम्रो बारी हो। यो यहाँनिर निपिएर रोपौँ भनेको म घाँस तासेर पल्ला घर आइपुग्नु पुगिन्। आइ आयो जस्तो मिठा ल्याइदिनु ल। बिस्कुट खायो खिड्कीबाट मिठो माग्नु सुन मन नाच नाच त अघि एउटा खायो नाच अब मिठो बोकेर नाच नाच छिटो नाच। बन्द रहेछ यसको घर बन्द रहेछ। नाच्न सकेँ अब चाहिँ अन्त अरू चाहिँ भयो। हामी चाहिँ यता आयो यस्तो पानी पऱ्यो यस्तो भयो लुगाहरू यस्तो पानी पर्दा चाहिँ बढी मुस्किल आइपुग्यो। अहिले 8:30 भयो। कति बजी हिँडेको यहाँबाट? 1 बजी 1:30 हिँडेको। अहिले हामी 8:30 भइसक्यो। बल्ल बल्ल आइपुग्यो। आज ल्याइदिने